नमस्ते एभ्रिवान। के तपाईँहरू पनि यो गुगलको सर्च बारमाथि यो गुगल लेखेको ठाउँमा मेरो नाम जस्तै अर्जुन नाम लेख्न चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि। त्यसको लागि तपाईँहरू यो गुगलको सर्च बारमा जानुहोला। सर्च बारमा गएर माई डुडल भनेर सर्च गर्नुहोला। माई डुडल भनेर सर्च गर्नुहोला। त्यसबाट आएर इन्टरप्रेस गर्नुहोला। त्यसबाट आएर यहाँ माई डुडल क्रोम वेब स्टोर भन्ने खुल्छ, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यतापट्टि देख्न सक्नुहुन्छ यो एड टु क्रोम भन्ने छ, यसमा क्लिक गर्नुहोला। अनि त्यसमा एड एक्सटेन्सन गर्नुहोला। एन्ड त्यस पछाडि आएर यो माथि सानो आइकन देख्न सक्नुहुन्छ, यतापट्टि हेर्ने हो भने यहाँ एक्सटेन्सन भन्ने छ, यसमा क्लिक गर्नुहोला। अनि यहाँ तल्लोपट्टि देख्न सक्नुहुन्छ यो माई डुडल भनेर लेखेको छ, माई डुडलमा क्लिक गर्नुहोला। अनि क्लिक गरिसकेपछि तपाईँहरूले यो माई डुडलको ठाउँमा आफ्नो नाम लेख्नु होला। जस्तै मैले AR अर्जुन UPT भनेर लेख्छु। सो अनि म सो प्रिभ्यूमा क्लिक गर्छु। बुम, यसरी चाहिँ तपाईँहरूले आफ्नो नाम चाहिँ यो गुगलको सर्च बारमाथि राख्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू।